निकोलस भुसाल, जसलाई हामीले विजय साईको ठुलो दाइ भन्न सक्छौं, जो जेनजीको एजेन्डा बोकेर 11 दिनको अनसनमा बसेको थियो। र अनसनमा बस्नुभन्दा पहिला सुशीला कार्कीको बारेमा यस्तो भन्दै थियो, प्लेन हाइज्याक गरेर बुढीले जेनजी आन्दोलन हाइज्याक गर्दै है, यो पारिवारिक खानदानै हाइज्याक गरेर रहेछ उसको चाहिँ खास। उनीहरु आउला र जुस खामला भनेर हामीले चाहिँ कुरेर बसेको चाहिँ हैन। अनि पछि सुशीला कार्कीकै हातबाट पानी खाएर अनसन तोडेको थियो। र यहाँबाट थाहा हुन्छ यो कतिको हावा छ भनेर। र यो गफ हान्नमा केपी बा भन्दा पनि ट्यालेन्टेड छ। यसले कृष्ण भगवानलाई किसान बनाइदियो। बुद्ध पनि किसान हुन्, भगवान शिव पनि किसान हुन्, भगवान कृष्ण पनि किसान हुन्। गाई पाल्थे नि त उनले पनि, गाई पाल्थे नि त उनले पनि। ए मूर्ख बालक माची। यसलाई देखेर त कृष्ण भगवानले पनि भन्नुहुन्छ होला, मैले खेतीपाती कहिले गरे यार, मैले त युद्धमा रथ चलाइराथे। यसलाई पोडकास्टमा गाजा खान्छस् भनेर सोद्धाखेरि यस्तो भन्छ, गाजा खानुहुन्छ कि खानुहुन्न? खान्न मैले हैन, मैले खान्न गाजा। इन्टरभ्यूमा सोद्धाखेरि यस्तो भन्छ, म गाजाको बारेमा थाहा छ नि त, के खानी कति खानी मलाई थाहा छ नि त, अनि तिमीहरु कसैको बाउको खाइदिया छैन गारे। अनि यार केपी ओलीले त पुरा नेपाललाई स्विजरल्यान्ड बनाउँछु भन्थ्यो, तर यसले त पुरा नेपालीलाई करोडपति बनाउँछु भन्छ त। सारा नेपाललाई करोडपति बनाउँथे म भएको भए। अबे गाण्डु, तके को भन्छ करोडपतिको राजा सम्हालोस्। सरी डाँडै डाँडाको देश छ। अब त उड्ने जमाना आयो नि सर, फ्लाइङ कारको जमाना आयो नि त, हामीले त्यो सोच्नु पर्यो नि त। तपाईँ हाम्रो पुस्ताले त त्यो सोच्नु पर्यो नि त हैन र। एउटा डाँडामा टक्क काट्दिने, थोरै स्टेसन बनाउने, त्यहाँबाट उड्ने, फेरि 10वटा डाँडा पारि जाने, फेरि उड्ने जेनेरेसन हामी त फ्लाइङ जेनेरेसन हैन र सर। मलाई थाहा थियो यो एक्जाममा चिट चोरेर पास भएको, नत्र यस्तो गजेडी त डक्टर नबन्न पर्ने हो। गजेडी भए पनि पढे लेखेको होला सोचेथे, तर यार यति गुवास त नहुन पर्ने हो। यसको मुखमा जे आयो त्यही बोलिदिन्छ यार। अब त उड्ने जमाना आयो नि सर, फ्लाइङ कारको जमाना आयो नि त, हामीले त्यो सोच्नु पर्यो नि त। हाम्रो देशले अहिलेसम्म काठमाडौँ जाने गतिलो बाटो बनाउन सके छैन, पहाडको दुर्गम ठाउँहरूमा सुविधाहरू पुगाउन सकिरा छैन, यसले फ्लाइङ कार बनाउँछ अरे। बाबु, यो त विजय साईले मरेको मान्छेलाई जिउँदो बनाउँछु भने यस्तै भयो। पृथ्वी हैन, मैले त पृथ्वी चलाउन सक्छु भने चाहिँ बसेर। अरे अस्तिको भिडियोमा त म त बाइक चलाउँदाखेरि पनि ट्रकदेखि ट्रकमा लएर ठोक्दिम जस्तो हुन्छ भनेर भनेको हैनस्? बाइक चलाइरहेको छु, उता ट्रक आएर चाहिँ ठोक्दिम जस्तो फिल हुन्छ। यस्ताले अझै पृथ्वी चलाउँछु भन्ने। मैले त पृथ्वी चलाउन सक्छु भने चाहिँ बसेर। के बोले भाइ? अब के बोले? लम्फूहरू यो जस्तो दुई जिब्रे कोही पनि छैन। सुरुमा बालेन भन्दै बालेनलाई जितायो, अनि पछि बालेनलाई भेट्न जाँदाखेरि बालेनले 15 दिनपछि आइज भनेपछि मिडियामा आएर यस्तो भन्यो, यो बालन शाह भन्ने छ नि मान्छे, मेरो साथी हो है। यति खतम मान्छे के मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ के। काठमाडौँ त भड्कालमा हाल्यो, देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो कि अहिले। भाइ त्यो मान्छे ठिक छैन, न सपोर्ट नगर 1000 जनाले भन्थे होइन दाइ, चण्डाल भन्दा चोरे ठिक भनेर ल्याएर राखेको। अनि यार रवि लामेछानेसँग पनि यस्तै गर्यो। सुरुमा रविको सपोर्ट गर्यो, तर पछि आफू जेल परेको बेला रविले हेल्प नगरेपछि मिडियामा आएर यस्तो भन्यो, साला चोर रवि लामेछाने, हामीलाई जेल हाल्ने, हामीलाई बचाउने। यो भन्दा वफादार त महेश बस्नेत छ। थ्याङ्क्स। यो मान्छे जति हावा छ नि, यसको माइन्डसेट त्यो भन्दा पनि बढी हावा छ। यसलाई यो भन्दा राम्रो अरु कोही छैन जस्तो लाग्छ। बालन शाहलाई म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिए, छु पनि अहिले पनि, तर लायक भएर आउनु पर्यो नि त। उभन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि हैन। यसले सबै नेपालीलाई करोडपति बनाइदिन्छु भन्छ। अनि कसरी करोडपति बनाउँछस् भन्दा यस्तो भन्छ, एकजना व्यक्तिको नाममा 12वटा साल दिन मिल्छ क्या अहिले? हैन ल। एउटा साल 1 करोड पर्छ, 12 करोड भएन उसको। आप कहाँ थे ज्ञानी बाबा? फलामखानीबाट मात्रै हरेक नेपाललाई 2-2 करोड बाँड्न पैसा हुन्छ कि, फलाम तामा र हिराखानीबाट। पैसा ही पैसा होगा। अबे गाण्डु, यस्तो गरेर त प्रधानमन्त्री हैन पुष्पराज बन्छस्। हलिउडको मुभी हेरेर फ्लाइङ कार बनाउँछु भन्छ, साउथको मुभी हेरेर काठ बेचेर सबैलाई करोडपति बनाइदिन्छु भन्छ। पुष्पा मुभीले सबैलाई लङ्गडो बनाथ्यो, तर यसलाई त मानसिक रोगी नै बनाएछ। ओ धन्न यसले जापानिज मुभी नहेर्ने रहेछ, नत्र त सबैलाई पोर्न स्टार। सरी नेपाल ल्यान्डलक कन्ट्री हैन के, माइन्डलक कन्ट्री हो। ठीक भनिस्, हाम्रो देश त ल्यान्डलक कन्ट्री नै हैन। हाम्रो देशको वरिपरि देश नै छैन, समुद्र छ, समुद्र। यो थाकलहरु हेर्नुमा यहाँको हरेक पातहरुमा चलिरहेको छ कि त्यसले के रेस्पोन्सिबिलिटी मलाई थाहा भएन। क्या बोला तूने? त्यसले के रेस्पोन्सिबिलिटी मलाई थाहा भएन। नेपालको साल मात्र अहिले हामी सदुपयोग गर्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1 करोड बाँड्न पुग्छ, 1 करोड 20 लाख बाँड्न पुग्छ। चुप कर बे कुत्ते। अबे गाण्डु, भिडियो बनाउने बेला त गाँजा नफुकिकिन भिडियो बना। म त घरिघरि कन्फ्युज हुन्छु यार, यसले गाँजा खान्छ कि अम्बाको सुकेको पत्ता?
यसले भन्थ्यो बालेन शाहको हातमा देश दियो भने बालेनले विदेशीलाई देश दिन्छ, तर यसको हातमा देश दियो भने यसले झ्यापको तालमा पैसा आउँछ भन्दै ढुङ्गा माटो दाउरा सब बेचिदिन्छ। जहाँ गए पनि यस्तै भन्छ यार यसले। यो सालको पछाडि यस्तरी परेछ, झन् रातो चन्दन पाएको भए त अहिलेसम्म यो पुष्पराज बनिसक्थ्यो होला। यसले गाँजा खाएको भरमा त खुब गफ हान्छ, अनि यसलाई गफ हान्न बाहेक केही पनि आउँदैन। तर यसले यस्तो हतियार बनाएर राखेछ अरे जसको युज गरेर सिंहदरबार उडायो भने पनि कसैले थाहा पाउँदैन रे। अबे गान्डु मटेङ्ग्रा र गुलेलीलाई हतियार भन्दैनन्। यदि यस्तो हो भने त मैले पनि इको फ्रेन्डली भेहिकल बनाछु नि, न पेट्रोल चाहिन्छ न त इलेक्ट्रिसिटी। देखो ना गा यहाँ में क्या है, देखो ना। अनि डाक्टर निकोलस जीको समर्थकहरू ल मानौ निकोलस जीले देशलाई माया गर्नुहुन्छ, देशलाई अघि बढाउन चाहनुहुन्छ, तर एकचोटि राम्रोसँग सोच त यो सेकेन्डमा कुरा फेर्ने मान्छेको भरोसा कसरी गर्ने? बात तो सही है। भाषण त सबैले दिन्छन्, कुरा त सबैले गर्छन्, तर जब पोजिसनमा पुग्छन् नि काम कसैले पनि गर्दैन। ल यार लम्फोहरू आजको लागि यति नै। अब फेरि भेटौँ हाम्रो अर्को भिडियोमा। बाई।